ओए फेरि चालु हेलो गाइज वेलकम ब्याक टु माई ब्लग मसँग चाहिँ आज केटाहरूको म रुममा छु बसिरहेको छु यो अनि हेर्न सक्नुहुन्छ यो यसरी सुतिरहेको छ फोनमा बोल्दै अनि अर्को चाहिँ यसरी सुतिरहेछ अनि अर्को मोहनलाल चाहिँ यहाँ गेम खेल्दै हुनुहुन्छ हेलो गाइज हेलो मोहन सर यस यस हाउ यु अनि एउटा हाम्रो कलुवा हुनुहुन्छ हो यता र आज चाहिँ हाम्रो भ्यालेन्टाइन डेको दिन यस्तो हल्का प्लानिङ भइरहेछ यसो घुम्नलाई सो हाम्रो चाहिँ हामी जान आँटेको हामी फ्रेस भएर केही छिनमा हामी आउनेछौँ सो हेर्दै गर्नु होला हाम्रो भिडियोलाई लाइक एन्ड फलो सब्सक्राइब एन्ड बेल आइकन घन्टी बजाउन चाहिँ नभुल्नु होला त्यति भन्दै म अहिलेको लागि चाहिँ म फ्रेस भएर रेडी भएर आउनेछु भिडियोलाई कन्टिन्यू हेर्नुलाई डोन्ट स्किप ओके हेलो एभ्रिवान वेलकम ब्याक टु माई ब्लग सो गाइज हामी चाहिँ अब आइसकेपछि बर्दुबेतिर घुम्नलाई अनि अब चाहिँ मेरो ब्लग स्टार्ट भयो सो बबाल घाम लागिरहेको छ होइन आँखा पुरै तिरिमिरी ज्याँ भइसक्यो र हामीले चाहिँ एउटा फेरि 13 Pro Max किनिसकेको छु हामीसँग हुनुहुन्छ हाम्रो केटाहरू हिँडिरहेछ अब हामी जाने यतातिर गएर चटपटे खाने यो वाट्सएप गाइज त्यही भन्न चाहन्छु खाना हेर्दै गर्नु होला हाम्रो ब्लग मिठो मसिनो पैसा छैन भाइ पैसा छैन र हाम्रो बर्थडेको सिनहरू हेर्न सक्नुहुन्छ मोबाइल छ मोटे के छ खबर कस्तो लागिरहेछ 2 वर्षको अनुभव 2 वर्षपछि त पहिलोचोटि यता आउँदैछस् कस्तो भइरहेछ तेरो मनमा के छ होइन हाम्रो दाजुहरूले क्यामेरा राखेर यहाँ चाहिँ एउटा फोटो पर फोटो 2 दिनम गरेर फोटो खिचेर कमाइराख्नु भएको छ हामी चाहिँ होइन अब आफ्नो क्यामेरा आफ्नै मोबाइल भएको कारणले चाहिँ खासै हामी खिच्न चाहँदैनौँ किन भन्दा उनीहरूकै जतिको हाम्रो पनि फोटो राम्रो आउँछ त्यही भन्न चाहन्छु होइन गाइस हेर्नु सक्नुहुन्छ यो चाहिँ यो ठाउँलाई चाहिँ बर्दुबे भन्छ अलिक उता बारी चाहिँ डेरा हो ट्याक्सी भेट्यो रगडाहरू यहाँ फोटोसुट हानिरहेछ होइन हाम्रो केटाहरू यो कलुवा के छ मोटै हाने के भएका जस्तो के भन् न के 2 शब्द भन् आज दिन कसको मल जस्तो आजको हिरो हेर्न सक्नुहुन्छ हाम्रो महेश बाबु मन्दिप कालो आयो भने राम्रो छ महेश हिरो हाम्रो चाइनिज भला गर्न हात लाग्यो ए कालो आयो सगडाहरूले चाहिँ यहाँ फोटोसुट गरेछ हिँड्दैछौँ अब हामी चाहिँ टक्कसँग अब कतातिर हुन्छ त्यतातिर जाँदैछौँ केटाहरूलाई वासरुम लाग्यो अरे होइन आज पुरै हामी त एपेसीको पुरै ग्याङ उठेर आएको छौँ होइन पुरै ग्याङ भन्छ आज लाग्दैछ बर्थडे उठाइन्छ केटाहरूले पुरै ग्याङ छ त
यो फेरि नमुना दुई दुईवटा चस्मा लगाएको छ अगाडि र पछाडि त्यसको चारवटा आँखा छ जस्तो छ मैले बनाएको छैन यार तिमीले बनाऊ ल के गानै सुने होइन उता बनायो उता रवि मुङमा हामी आइपुग्यो फाइनली सो गाइज हामी चाहिँ फेरि फाइनली आइसक्यौँ हामी दुबई मलमा आएर पनि हामी ब्लग सुरु गरिसक्यौँ केटाहरू फाइनली गाइज दुबई मल पनि आइपुग्यो होइन मी कमिङ ब्याक टु माई ब्लग होइन अब कतातिर जाने भन्ने हो बाहिर दुबईमा उता बुर्ज खलिफा सो अब चाहिँ हामी अब यहाँ पनि यस्तो राउन्ड हान्ने त्यसपछि बुर्ज खलिफाको यस्तो रमाइलो दृश्य हेरेर हामी चाहिँ रुमतिर फर्किने त्यही हाम्रो प्लानिङ थियो त्यही भएर सो हाम्रो प्लानिङ अनुसार आइपुग्यौँ ढ्यान गर्नलाई सो गाइज केटाहरूले यहाँ पनि एक दुईवटा फोटोसोटो खिचिसक्यो होइन अब यहाँबाट चाहिँ हामी फेरि अब बाहिर जानेछौँ बुर्ज खलिफातिर केटा हो के छ वाउ यो चाहिँ हाम्रो लागि स्पेसल डोर हो होइन अटोमेटिक खोलिदिन्छ खेल्न मनाइन्छ कस्तो राम्रो लागिरहेको थियो यार मासले केटाहरू आइसक्यो नि मलाई भन्छ आइसक्यो के भन्नु होइन केही भन्न त आउँदैन नभाग न हेर एकजना फोटो खिच्नु मलाई भनेको त सो हामी चाहिँ अब एरिया फाइनल्ली होइन दुबई मल दुबई बुर्ज खलिफा हेर्न आइसक्यौँ र अब यहाँको केही दृश्यहरू हेरेर हामी फेरि रिटर्न हुनेछौँ फोटो खिच देख आइपुग्यो भनेर फोटो खिच्नु पर्यो को आयो सो यहाँको पनि अब हाम्रो चलपल सकिसकेको छ होइन अब यहाँबाट हामी पनि अब बिदाइ हुने कार्यक्रम भइरहेको छ केटाहरू अझै पनि फोटोसोटो खिचिरहेको छ होइन अझ फोटो खिचेर आउँदैन जस्तो छ हाम्रो केटाहरू र अब हाम्रो त लास्ट सायद दुबई छोड्ने दिन आइसक्यो त्यही भएर अलिकति हामी घुम्न हिँडेको यो क्यामेराम्यान यस्तो छ अनि यो पोज दिने यस्तो छ होइन केटाहरू अर्को त्यता छ अर्को यता छ त्यही भन्न चाहन्छु गाइजहरू होइन अब
आजको यस्तै हो होइन आजको भ्लगहरू यति नै जस्तो छ होइन थकाइ त बहुत थकाइ लागिसक्यो गएर अब भात खाने रुममा गएर त्यसपछि हामी गएर सुत्ने होइन गाइज मान्छेको त पुरै होइन भिड छ आज त डह्रो भिड छ सो गाइज अब चाहिँ हामी चाहिँ बुर्ज खलिफा पनि घुमिसकेर अब चाहिँ हामी अब रुमतिर जाने प्रयास गर्दैछौँ होइन आज ओभरै टुर भइसक्यो हाम्रो चाहिँ सर्ट टुर भए पनि बबाल टुर भयो टाउको ह्याङ भइसक्यो घुम्दा घुम्दा अब चाहिँ हामी लगभग निस्किने तर्फमा छौँ अब हामी निस्किन्छौँ रुमतिर रुममा गएर अब भातसात खाएर सिधा स्लिपिङ हो त्यसपछि हाम्रो नेक्स्ट भ्लग वेट गर्नु होला यस्तै यस्तै भ्लगहरू आउँछ सर्ट पटकवाला खासै बबाल तरिकाको भ्लग चाहिँ आउँदैन त्यही भन्न चाहन्छु सो ग्राउन्ड अब चाहिँ हामी चाहिँ आएर अब बसमा आइसकेको बसबाट चाहिँ अब रुममा जान केही समय लाग्छ र म एडिट गरेर चाहिँ पोस्ट हाल्ने सोचमा गरिरहेको छु भिडियोलाई होइन तपाईँहरू हेरेर सपोर्ट गर्नु होला